गाईहरू छ गाई चाहिँ के आमा अनि यो जाडोमा कस्तो क्या बनाउनु आएको 1 महिना भइसक्यो यार साबुनै नभएर साबुन नभएर नुहाउने साबुनै छैन त्यही भएर ननुहाएको 1 महिना भइसक्यो म ननुहाएको अनि के काम गर्नु नुहाउने साबुन किन्नु पैसै त छैन कहाँबाट भन्छ हौ गाडी कौन है ये लोग कहाँ से आते हैं पैसै त छैन कहाँबाट भन्छ हौ गाडी कस्तो पैसा छैन भन्नु यो बेला यस्तो व्यापार गर्ने मान्छेहरू पैसा छैन यस्तो व्यापारीसँग पैसा 1-2 रुपियाँ अनुसार छैन चाहिँ कहिले नभन्नु ए होइन नि त अब नुहाउनुको लागि चाहिँ अब म अलिक राम्रो साबुनले नुहाउनु खोजेको कहिले क्या छैन नभन्नु जति भए पनि नभए पनि छ भन्नु गरिब छु कहिले नभन्नु होइन नि त अब गरिबी नै लागिसक्यो नि त नि होइन बिहा गरेर छैन नि त्यो त मान्छेले जस्तो सोचे त्यस्तै पुग्छ भन्ने कुरा त हुँदैन हजुर हजुर तर एक दिन हुन्छ एक दिन हुँदैन हजुर गाह्रो हुन्छ त्यसो आमा मलाई तपाईँ जस्तै गरिब बन्नु छ